किवें करा के मैं आवा नजर तेनु गाइज एकछिन सबैजना लाइनमै बस्नु ल विशालले एउटा कुरा भन्नुपर्ने छ अरे अहिले म गेस्टमा तान्छु ल यो गीत पछि यो चाहिँ तपाईँहरूको लागि थ्याङ्क यू सो मच फर झन्डै 1 मिलियन ट्याप भन्नु लागि यो गीत चाहिँ गाइज हजुरलाई गुड नाइट सङ एट द सेम टाइम एउटा इन्फर्मेसन पनि दिनु छ हजुरहरूलाई विशाल अहिले माथि गेस्टमा आउँछ नि उसले भन्छ अहिलेको लागि यो गीत चाहिँ तपाईँहरूलाई थ्याङ्क यू एज अ मिस्टर तामाङले एप्रिसिएट गरेर टिएमजी फ्यामिलीबाट एप्रिसिएट गरेर हजुरहरूको लागि ल थ्याङ्क यू सो मच आई होप तपाईँहरूले आजको लाइभ स्ट्रिमिङ इन्जोय गर्नुभयो होला सकेसम्म म भोलि पनि लाइभ आउनेछु हजुरलाई धेरै धेरै माया छ थ्याङ्क यू सो मच फर अलमोस्ट 1 मिलियन ट्याप छ यो गीत तपाईँहरूको लागि दूरो दूरो में तेनू लायक तेरे किवे हो आजू दस मैनू भूल तेरे मैनू आड़ दे सोड़ी करा मैं कितने जतन ओ सोड़ी दूरो दूरो में लिखा तेनू सोड़ी कहाँ तू कहाँ मैं ओ शिट आजको भ्लग पनि कति थोरै गुड नाइट रुन्ची सोचो के मिलनी ते भूलांगा कि तेरी तांगला ज शायरी हो सोचो के मिलनी ते भूलांगा कि तेरी तांगला ज शायरी देखेगी मैनू ते सोचेगी क्या तू मिट्टी दा गल्ला मैं तू ता परी इश्क दी गलियां जो खोया है दिल में हासिल लगाए के जाए तू मिलने खोले तेरे मैनू आड़ दे सोड़ी करा मैं किने जतन सोड़ी दूरो दूरो में लिखा तेनू सोड़े कहाँ तू कहाँ मैं दूरो दूरो में लिखा तेनू सुनियो कहाँ तू कहाँ थ्याङ्क यू सो मच गाइज सबैजना लाइभ स्ट्रिमिङ इन्जोय गरिदिनु भएकोमा युट्युबमा यति धेरै माया दिनु भएकोमा गुड नाइट गाइज सबैजनालाई गुड नाइट भन्नुभन्दा अगाडि गाइज ओ वाउ 11 गाइज मेक अ विश गाइज मेक अ विश 11 भएछ थ्याङ्क यू सो मच गाइज ओके जानुभन्दा अगाडि एउटा सानो रिक्वेस्ट छ विशालले केही कुरा भन्छ सुनिदिनुहोस् होला ल प्लिज विशाल प्लिज गाइज 11 मेक अ विश गुड नाइट समीर भाइ ओके मेक अ विश एभ्रीवान अनि हेलो एभ्रीवान सबैजनालाई अब जस्ट म चाहिँ के मात्रै भन्न आएको भने हामी अहिले सानो अब खानु अनि जस्ट हामी एकजना भाइले चाहिँ थोरै हेल्प मागेको भएको रिजनले गर्दाखेरि हामी चाहिँ अनि अब त्यही हेल्प गरौँ भनेर अघि लागि परेको को भाइले के केसमा किन एकजना मिलन भन्ने भाइ हुनुहुन्छ जुन मिलन भाइको चाहिँ अब उसको चाहिँ मम्मी छैन ड्याडी मात्रै हो उसको अराउन्ड एज अन्डर 20 हो होइन अनि उसको चाहिँ लाइक आन्द्राको अल्सरको यो अपरेसन गरेको रहेछ मेबी त्यो अपरेसन हल्का सक्सेस नभएको रिजनले गर्दाखेरि उसको सबै थोक त्यही अब लाइक एउटा प्लास्टिक ब्यागमा हुँदो रहेछ होइन उसलाई अनि त्यो रिजनले गर्दाखेरि अब सबै अनि उसले उसको इन्डियामा गएर उसले पहिला गर्न खोजेको रहेछ उपचार गर्न खोजेको रहेछ तर उसको